बालनले काठमाडौँमा के गर्यो भन्नेका लागि 3 अर्ब भन्दा बढीको छात्रवृत्ति दियो, 50 बढी एम्बुलेन्स वितरण गर्यो, बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा, फुटपाथ चौडा बनायो, गनाएका सडक सफा गर्यो, सांस्कृतिक सम्पदा सफाई र जगेर्ना गर्यो, सरकारी जग्गा मिचेकालाई हटायो, जथाभावी पार्किङ हटायो, करको दायरा बढायो, बस स्टपमा यात्रु प्रतीक्षालय बनायो, घुम्ती सेवा सुचारू गर्यो, सडक मर्मत गर्यो, ढुङ्गेधारा निर्माण गर्यो, राजधानीका फोहोरका डंगुर उठायो, नक्सापास नभई बनेका संरचना हटायो, विभिन्न किसिमका रोगको उपचार प्रबन्ध मिलायो, डिजिटल गभर्नेन्स प्रणाली लागू गर्यो, सभ्यता र संस्कृति जगेर्ना गर्यो, फायर मशिन जडान गर्यो, व्यवस्थित शहर बनायो, कबाडी लुटेरा भगायो, सरकार कस्तो हुन्छ भनेर पाठ सिकायो, हरियाली काठमाडौँ बनायो, टोलभरि पेन्टिङ गरायो, खाल्डाखुल्डी पुर्यो, रातभरि उज्यालो झिलिमिली पार्ने गरी बत्ती जडान गर्यो, अव्यवस्थित तार हटायो, बाटो मिचेको ठाउँ खाली गरायो, पार्क निर्माण गरायो, सिपमूलक तालिम गरायो, रोजगार मेला चलायो, फोहोर गर्नेलाई जरिवाना तिरायो, सार्वजनिक शौचालय बनायो, वाटर एटीएम सञ्चालन गरायो, खोलानाला सफाई गरायो, बुक फ्री फ्राइडे गरायो, अखाद्य वस्तु बेचबिखनमा रोक लगायो, सार्वजनिक स्थलमा धूम्रपान गर्न रोक लगायो, भ्रष्टहरूलाई तह लगायो, खेलाडीहरूलाई सम्मान र पुरस्कृत गर्यो, माफियाहरूलाई भगायो, ठूला दलहरूलाई चिलिम बनायो, नेपाललाई विश्व सामु चिनायो। मेयर पदमा रहेर यति काम गर्न सके भने प्रधानमन्त्री भयो भने के मात्र गर्छन् होला।